सर, हजुरलाई न्युज दोलखामा स्वागत छ। हस्, धन्यवाद। आराम हुनुहुन्छ? आरामै छु। पछिल्लो समय आज विशेष गरी पर्यटकीय नगरी जिरीमा हजुरसँग भेटघाट भयो। यही जिरीमा जन्मनु भयो, यही जिरीमा हुर्कनु भयो। आज यही जिरीको शिरलाई उच्च बनाउनु भएको छ। के यहाँसँग म के जानकारी लिन चाहन्छु। पछिल्लो समय अहिले एउटा जिरीको साहसिक युवा जुन उडान भरिराख्नु भएको छ, यो विषयमा के आफ्नो भनाइहरू राखिदिनुहोस् न। म विपिन जिरे, रातमाटे जिरी दोलखाबाट। म चाहिँ पढ्नलाई चाहिँ साउथ अफ्रिका गएको थिएँ। हजुर, फर्केको चाहिँ 1-2 वर्ष भयो। आएपछि चाहिँ म श्री एयरलाइन्समा अहिले जोइन छु। अनि भर्खर फ्लाइट सुरु भएको चाहिँ भर्खर 5-6 महिना भयो। हजुर सर, राम्रै छ। 5-6 महिना मात्र भयो। हजुर, यो यसरी तपाईँ एउटा पाइलट आफूलाई बन्न सफल बनाउँदै गर्दाखेरि गर्व त भइ नै रहन्छ। तर यसमा कतिको सङ्घर्ष, समस्या, होइन, चुनौती, अवसरहरू के पाउनुभयो तपाईँले? अब सङ्घर्ष, चुनौती, अवसर जुनमा पनि हुन्छ, जुनसुकै फिल्डमा पनि हुन्छ। हजुर, यो फिल्डमा पनि छ, नभएको होइन। मेहनत चाहियो। हजुर, सफलता। हजुरलाई पहिला योभन्दा अगाडि म पाइलट बन्न सक्छु जस्तो एउटा आँट थियो, त्यो सोच्नु भएको थियो हजुरले? आर्ट थियो पनि, अनि मेरो आर्टमा सपोर्ट गर्नुभएको चाहिँ मेरो बुवाले। हजुर, ध्यानबहादुर जिरे हो उहाँको नाम। उहाँले नै मलाई सपोर्ट गरेर म आज यहाँ ठाउँमा छु। अहिले पछिल्लो समय अबको भावी दिनहरूमा हजुरको नयाँ योजनाहरू के छन्? नयाँ योजना अहिले त म भर्खरै बिगिनर स्टेज हो, होइन। हजुर, म अहिले फ्लाइङ गर्दैछु श्रीमा। अनि अहिले अलिकति एक्सपिरियन्स बटुल्न पाऊँ, त्यसपछि अनि अलिक ठुल्ठुलो एयरलाइन्सहरू जोइन गर्ने सपना छ। पछिल्लो समय देशमा अलिकति यो हवाई उडानमा केही समस्याहरू छन्। थुप्रै नेपालीहरूले ज्यान पनि गुमाउनु परेको छ। यसमा कसको त्रुटि अथवा के कारणले यो अलि दुर्घटना हुने सम्भावनाहरू, कतिपय नागरिकहरूमा यति बेला त्रास पनि छ नि सर? हाम्रो नेपालको भूगोल हेर्नु, डाँडा काँडा, होइन। जस्तो जिरीमै भइहाल्यो, एयरपोर्ट थियो पहिला, अहिले छैन। त्यही डाँडा काँडाले गर्दाखेरि एउटा मेन रिजन त त्यही भयो। अनि अरू भनेको चाहिँ अब हाम्रो लाइनमा चाहिँ मिस्टेक भन्ने चाहिँ हुँदैन, तर नगर्नुपर्ने हो। तर कहिलेकाहीँ हुन्छ, होइन। कहिले प्लेन राम्रो नभएर हुन्छ, कहिले मान्छेले सानो गल्तीले गर्दाखेरि माथि आकाशमा भएको चाहिँ सानो चुक हुँदाखेरि पनि गल्ती भयो भने त ठुलो दुर्घटना हुने हो। त्यति मात्रै हो, खासै केही छैन, डराउनु पर्ने छैन। किनकि यो एयरक्राफ्ट चढ्नु भनेर नै संसारमा सबैभन्दा सेफेस्ट मिन्स अफ ट्राभल हो नि त। त्यही भएर डराउनु पर्दैन, उड्दा हुन्छ। कहिलेकाहीँ यो सानो न्युज पनि ठुलो हुन्छ क्या। एभिएसन फिल्ड सानो छ नि त, त्यही भएर यो सानो न्युज पनि ठुलो हुन्छ र अनि मान्छेहरूलाई डर हुन्छ क्या। हजुर, हाम्रो मेरो भनौँ अथवा जिरीवासीको कुनै पनि समयमा यो जिरी एयरपोर्टलाई पुनः सुचारू गर्नै पर्छ। हामी सबैको यो सपना हो। जुन बेला चाहिँ हाम्रो जिरीले पाएको एउटा पाइलट सम्भवतः तपाईँले नै यहाँ उद्घाटन गर्नुपर्छ भन्ने हाम्रो चाहना हो। के भन्न चाहनुहुन्छ यसमा? ठिकै छ, होइन, उद्घाटन गरौँला, होइन। जिरीमा एयरपोर्ट बन्दैछ भन्ने नै सुनेको छु मैले, दाइहरूसँग कुरा भएको थियो, होइन। अब यहाँ उद्घाटन होस् पहिला, त्यसपछि हेरौँला नि। आउने जाने त छँदैछ नि, आफ्नै जिरी हो। हुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई तपाईँको यो महत्त्वपूर्ण समय दिनुभयो। अन्तमा यो न्युज दोलखा हेरेर बसिरहनु भएका सम्पूर्ण देश विदेशका नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ? प्लेन चढ्ने, होइन, कहिले क्रास हुन्छ यस्तो उस्तो भनेर डराउनु पर्दैन। किनकि जहिले जस्तो दिनदिनै नै उडिन्छ प्लेन, होइन। अब यो मैले अघि भनि नै हालेँ, सानो न्युज ठुलो हुन्छ अनि सबैमा पुग्छ। त्यही भएर डरको माहौल हुने हो, त्यो मान्नु पर्दैन, उड्दा हुन्छ। अनि त्यति भन्न चाहन्छु। हस्, धन्यवाद। हस्, थ्याङ्क यू।